एभ्रीवान वेलकम टेक्निकल सिबिआर युट्युब च्यानलमा हजुरलाई हार्दिक स्वागत छ। आजको विषय रहेको छ अर्निङ एप सम्बन्धी। अर्निङ एप यस्तो अर्निङ एप छ कि तपाईहरुलाई मैले यति अर्निङ एपको बारेमा मैले धेरै भिडियोहरु अपलोड गरिसकेको छु, तर तपाईहरु छुट्नु भएको छ भने नयाँ अर्निङ एपहरु मैले अपलोड गर्ने गर्दछु युट्युबमा, फेसबुक प्लस पनि तपाईको टिकटकमा, र सम्पूर्ण जानकारी युट्युब मार्फत नै तपाईहरुलाई बुझाउने गर्दछु मेरो टेक्निकल सिबिआर युट्युब च्यानलमा। हजुर नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक, कमेन्ट र सक्दो शेयर गरिदिनु होला। र त्यसको यो अर्निङ एपको विषय के छ भने छेमी लाइभ। यसमा चाहिँ तपाईको आइडी क्रिएट गरिसकेपछि के दिन्छ भने तपाईको फर्स्ट अफ अल तपाईको यसमा चाहिँ नि गेमहरु खेल्नको लागि टन्नै हुन्छ र आइडी क्रिएट गर्ने। आइडी क्रिएट गरिसकेपछि तपाईको फेस भेरिफिकेसन गर्ने र तपाईको पासवर्ड राख्नुपर्ने हुन्छ र तपाईको एउटा ओरिजिनल 3टा फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यति गरिसकेपछि तपाई सिधा यसमा फेस लाइभ बस्नु पर्दैन, यसमा पार्टी लाइभ बस्नुपर्छ। र यो पार्टी लाइभ कसरी बस्ने सम्पूर्ण जानकारी यस भिडियोको स्क्रिनमा तपाईलाई ए टु जेड बुझाउने छु भन्दै अब हामी केही क्षणमा हामी भिडियो स्टार्ट गर्न चाहन्छौँ। भिडियो स्टार्ट गर्नुभन्दा तपाईले सुरुमा ध्यान दिनुपर्ने कुराहरु के छ नि, पुरा भिडियो हेरेर तपाईले आइडी कसरी क्रिएट गर्ने हो भनेर तपाईले हेर्नु होला। सर्वप्रथम त यस भिडियोको लिंकबाट तपाईले डाउनलोड गर्नु होला र तपाईलाई डाउनलोड गरेपछि प्ले स्टोरमा जान्छ। प्ले स्टोरमा गइसकेपछि अटोमेटिक डाउनलोड हुन्छ। डाउनलोड भएपछि तपाईले ओपन पपअप खुल्छ। तपाईले खोलिसकेपछि तपाईको राइट कर्नरमा गएर जीमेलबाट लगइन गर्नु। जीमेल लगइन गरिसकेपछि राइट कर्नरमा गएर तपाईले ल हेर्नुस् तपाईको पासवर्ड, फेस भेरिफिकेसन अनि तपाईको फोटो अनि एउटा यस्तो स्प्यान घुमाउनु होला। तपाईको भाग्य छ नि $5 आउँछ, छैन भने 3 अवश्य आउँछ। मलाई 3 आएको छ, भाग्य छ नि 5 देखि कसैलाई 10 आउँछ। र यसरी नै तपाईले इन्भाइट गर्दै जाने हो भने र तपाईलाई गर्नुपर्ने सम्पूर्ण भिडियो यसमा जानकारी गराउँदै छु मैले। तपाईले त्यति गरिसकेपछि पासवर्ड राख्नु होला, त्यसपछि फोटो राखेर फेस भेरिफिकेसन गर्नु होला। त्यति गरिसकेपछि तपाईले अब धेरै भनिराख्नु पर्दैन, तपाईले जनि धेरै एपहरु चलिसकेको छ, यसरी बसेको हुन्छ र तपाईले सबमिट गरिसकेपछि तपाईको पार्टी खुल्छ। पार्टीमा के गर्नु पर्यो भने 2 घण्टा पार्टी लाइभ बस्नु पर्ने हुन्छ। पार्टीमा तपाई बोल्नु चाहे बोल्नु, बोल्नु नचाहे म्युट गरेर तपाईको पार्टी खोलेर मजाले बस्नु। बसिसकेपछि तपाईको 2 घण्टामा तपाईको 1,000 रिवार्ड आउँछ भने तपाईले पर रेफर गरे बापत तपाईलाई आउने एक स्पेनमा तपाईलाई 3, 5, 10, 7 यसरी स्पेन आउँछ र 10 स्पेन $10 भइसक्यो भने एक्स्ट्रा है त्यो तपाईलाई त्यो $10 भएपछि विथड्र गर्न सकिन्छ। प्लस पोइन्ट यसमा के छ नि 70k भएपछि $10 विथड्र गर्न सकिन्छ। यो विथड्र गर्नको लागि एकदम सजिलो मेथड छ। तपाईहरुलाई यो भिडियो यसमै मैले कति अर्निङ भयो, कति आयो, कुन प्लेटफर्मबाट अर्निङ भइराखेको छ सम्पूर्ण जानकारी यस भिडियोको स्क्रिनमा देखाइएको छ। सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला र एजेन्टको कति इन्कम भनेर सबै यसमा मैले देखाएको छु है। तपाईले ध्यान दिएर हेर्नु होला र भिडियोलाई नबुझेको कुराहरु तपाईले मलाई कमेन्ट बक्समा आएर सोध्नु होला र मैले मेरो भिडियोको फेसबुक पनि यसैमै छ, अपडेट गर्दिने छु। अनि तपाईलाई WhatsApp नम्बर मेरो इनबक्समा हुन्छ। तपाईले इनबक्समा गएर तपाईले WhatsApp सँग म सिधैसँग कुरा गर्न सक्नुहुनेछ। तपाईलाई विथड्र गर्न कुनै पनि समस्या छैन। विथड्र गर्ने ई सेवा, खल्ती र बैंकबाट पनि विथड्र गर्न सकिन्छ। यसरी तपाईले आफ्नो प्रोफाइलमा 3टा फाइल फोटो राख्ने अनि यो भिडियो प्लेकोनमा गएर तपाई चाहिँ पार्टी बस्न सक्नुहुन्छ। आनन्द चाले 2 घण्टा। त्यसपछि यसमा फेस देखाउनु पर्दैन, बोल्नु पनि पर्दैन हो। तपाईको धेरै साथीहरु भइसकेपछि भोलि पढ्नु पर्छ, यताउति आउनुस्, यहाँ यसरी कुरा गरौँ र यसरी पार्टी 9 वटा र 12 वटा सिट आउँछ। तपाईलाई जुन सिट मन पर्छ र यो 14 मा क्लिक गरिसकेपछि तपाईको रिवार्ड देखाउँछ है। रिवार्ड ध्यान दिनु होला, 14 भन्ने लेखेको ठाउँमा रिवार्ड देखाउँछ। रिवार्ड तपाईले त्यहाँ गइसकेपछि तपाईले रिसिभ गर्नुपर्ने हुन्छ। यो नेपालको 9:45 मा स्टार्ट हुन्छ न्यू टास्क। मैले यहाँ जति पनि तपाईले बुझ्नुहुन्छ कि भनेर मैले मार्कर लगाएको छु। धैर्य गरेर तपाईले हेर्नु होला।
यो मार्कल कहाँ कहाँ लगाएको छ र के छ त त्यो मार्कलमा भनेर र कति इन्कम र कति इन्कम छ र कहाँ कहाँ जानुपर्ने हो र विथड्र गर्दाखेरि कसरी विथड्र गर्नुपर्ने के मेथड छ त भनेर मैले यसमा यो भिडियोको स्क्रिन मैले देखाएको छु र तपाईलाई सजिलो होस् भनेर रेड मार्क मैले लगाएको छ। धैर्यतासँग हेरेर तपाईले यस भिडियोलाई सक्दो शेयर गर्नुहोला र नबुझेको कुरा सिधै मसँग सम्पर्क गर्न सक्नुहुनेछ WhatsApp नम्बरमा फेसबुकमा। धैर्यसँग हेर्नुहोला, भिडियो एकदम महत्त्वपूर्ण छ। तपाईले देखाएको रेफर यसरी देखाउँछ, रेफर गरेको साथीहरूले यसमा तपाईले काम गर्न सक्नुहुनेछ मजाले। पोपो लाइभ पछि सेकेन्डमा आएको छ यो एप, एकदम राम्रो छ र यसमा गेम पनि खेल्न पाइन्छ। तपाईलाई क्विन किन्नु पर्यो भने पनि यसमा हामी समावेश गर्छौं। यसको क्विनको लागि ल हेर्नुस् है, तपाईको डायमन्ड अनि पोइन्ट अनि अमिलेट लियो भनेको तपाई हामीले यो चाहिँ नि कहाँबाट कुन प्लेटफर्मबाट आइराखेको छ त पेमेन्ट। ल हेर्नुस्, पेमेन्ट $10 $20 $30 $50 100 200 सम्म हामीले विथड्र गर्न सकिन्छ। ल मेरो 3,57,000 डायमन्ड छ भने हामीले $20 निकाल्न पाइयो। ल हेर्नु यसरी चाहिँ एजेन्टहरु यसरी छन्। ल हेर्नुस्, ल हेर्नु कति छन् त यहाँ मान्छेहरु। हामी नेपालको पनि अब हामी अग्रसर भएर काम गर्नुपर्छ। नेपालीहरु कुनै ठाउँमा पनि झुक्नुहुन्न। जुनै एपमा पनि हामीले हात हाल्नुपर्छ। विथआउट इन्भेस्ट इन्कम गर्ने तरिका र तपाईले इन्भेस्ट गर्न चाहनुहुन्छ भने त्यो तपाईको सेल्फको कुरा हो। खल्ती ई सेवाबाट हामी विथड्र गर्न सकिन्छौं र ब्याङ्क मार्फत पनि हामी विथड्र गर्न सकिन्छौं। यसमा विथड्र गर्नको लागि कुनै पनि समस्या छैन। समस्या परेको खण्डमा टेक्निकल सीबीआर 24 आवर तपाईहरुको सपोर्टिङमा बस्नेछ र तपाईले गरेको कमेन्ट र WhatsAppमा मेसेन्जरमा र इनबक्समा तपाईले कमेन्ट गरेको प्रत्येक रिप्लाई पाउनुहुनेछ र प्रत्येक सोलुसन तपाईहरुले मैले दिनेछु भन्दै धैर्यता साथ यो भिडियोलाई हेरेर तपाई आफैले छुट्याउनुहुन्छ कि इन्कम कहाँ कुन प्लेटफर्मबाट आइराखेको छ। मैले तपाईलाई स्क्रिनमा देखाइराखेको छु। स्क्रल डाउन गर्दै कति मजाले ढिलो गरेर कुरो बुझ्दै जानु होला। ल हेर्नुस्, इन्कम भनेको यसरी गर्ने हो। हामी चाहिँ नि गेम खेल्नको लागि तपाईलाई चाहिँ नि त्यहाँ तपाईको क्लिपहरु हुन्छ हैन, त्यो हेर्नु पर्छ। गेम खेल्नु पर्यो भने यहाँ धेरै गेमहरु छन्, अलट अफ गेमहरु छन् र तपाईलाई सुट कुन गेम हुन्छ त्यही गेम खेल्न सक्नुहुनेछ र डायमन्ड कहाँ बिट पाइन्छ तपाईले सम्पूर्ण एकपल्ट तपाईले खोलिसकेपछि लगइन गरेर सबै प्रक्रियाहरु हेरिसकेपछि आफै अटोमेटिक बुझ्नेछ। अगर तपाईले बुझेन भने सिधै मलाई मैले भनिसकेको छु, कमेन्ट गर्नु होला, त्यसको सोलुसन तपाईलाई म बुझाउने छु। र यो र्याङ्किङ अनुसारले पोइन्टहरु जम्मा हुन्छ, त्यही पोइन्ट कलेक्सन गरेर हामीले विथड्र गर्ने हो। जस्तै हामीले पोपोमा गर्छौं अनि तपाईको हालामा गर्छौं अनि प्लस पोइन्ट अर्को धेरै एपहरु छन्, तर मेरो बेस्ट एप भनेको पोपो लाइभ र यो मेरो एकदम यो सेकेन्ड बेस्टमा परेको छ र यसलाई धैर्यका साथ यो भिडियो हेर्नु भएको जति पनि साथीहरु हुनुहुन्छ तपाईहरुले जोइन गरेको छैन भने जोइन गरेर चलाउनु होला। प्रत्येक दिन 2000 दिन्छ 2 घण्टाको र यसमा अपग्रेड हुँदै गयो भने तपाईले स्पेन जति घुमाउन आउँछ त्यही अनुसारले तपाईलाई स्पेन दिन्छ। त्यसबाट पनि तपाईले मनग्गे पैसा कमाउन सक्नुहुन्छ भन्ने पूर्ण विश्वासका साथ यो भिडियो तपाई सामु पुश र तपाईले एक्स्ट्रा इन्कम गरेर आफ्नो जीविका ऊर्जा गर्नु होला भन्ने मेरो सोच र उद्देश्य भएको हुनाले मैले अर्निङ एपहरु मैले अपलोड गरेकै हुन्छ। जति पनि एक्टिभ र तपाईलाई स्क्याम नहुने एपहरु मात्र मैले अपलोड गर्दछु। तपाईले हेर्नु होला कति युट्युबरहरुले अनेक थरीका एपहरु अपलोड गर्छन्, तर मैले जिन्युन एपहरु मात्रै अपलोड गर्ने गर्दछु भन्दै आजको यस भिडियोलाई यही बिटमार्न चाहन्छु। आगामी फेरि अर्को यस्तै भिडियोहरु लिएर आउने छु भन्दै आजको